पाँच फोरन लगाएँ। नुन लगायो। मजाले भुटेर मजाले भुटेर मिठो हुन्छ नि त। मजाले मेथी पड्कायो। अब चाहिँ भैँसीको मासु बनाउनु आँटेको भुटेर हो। भैँसीको मासु तेजपत्ता लगायो। मासु लगायो। लगाए भैँसीको मासु दाल पनि उम्ल्यो। अलैँची, जिरा, गोटा धनिया, मरिच, हाबा हालेर पिस्न आँटेको। दाल पनि पाक्यो मजाले उमालेर। मासु पनि के भन्छ मजाले आदु लसुन लगाएँ। मुलाको अचारको लागि मुला छिल्दैछ। अब मुला छिलेर सुकाउन आँटेको। कस्तो छ ठिक छ? गैस पानी पनि सुकेछ हो। अब यहाँ मसला लाउन आँटेको। मासु चाहिँ अलिकति मजाले पकाउनुपर्छ हो। मसला लगाएर मसलाको पानी अलिक लु सक्यो। भैँसीको मासु पनि पाक्यो हो। रेडी भए। सेन्ट पनि खुसबु पनि धनिया पनि लगाइदिएँ माथिबाट सेन्टको लागि। खाना पनि रेडी भयो। खाना पनि पस्किदियो। ससुरा आप्पालाई